हेलो यूट्यूब फ्यामिली, आज म गाजरको मिठाई रेसिपी लिएर आएकी छु। भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यहाँ म गाजरलाई धोएर लिएकी छु र सानो पिसमा काट्दैछु। अब म मिक्सरमा गाजरलाई, चिनीलाई र एउटा सुकमेललाई पिस्दछु। अब म प्यानमा घिउ राख्छु र हामीले पिसेको गाजरलाई एड गर्छु। अब म यहाँ थोरै सुजीलाई एड गर्छु र अब म यहाँ थोरै कुराउनी पनि एड गर्दछु। अब म यसलाई एउटा प्लेटमा निकाल्छु र सानो गोलो गोलो डल्ला बनाउँछु। अब म एउटा प्यानमा दुधलाई तताउँछु। अब म दुधमा थोरै चिनी एड गर्छु। ल्वाङ सुकमेलको धुलो, केसर, बदाम र पिस्तालाई एड गर्दछु। यसलाई म केही समयसम्म यसरी पकाउँछु। अब यो पाकिसकेको छ। म एक भाँडोमा निकाल्छु र हामीले बनाएको लड्डुलाई एड गर्दछु र माथिबाट थोरै पिस्ता एड गर्दछु। हाम्रो मिठाई रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।